इन्ड्राइभ यो एङ्गल जुन गर्नुहुन्छ उहाँ सबैको लागि एउटा ऊ हुन्छ होइन यसरी भनिदिनु के गर्नु होला के गर्नु हुँदैन कसो गर्नुपर्छ राति हुँदा के हुन्छ भन्ने कुरो यसरी जानकारी पाउँछ हजुरबाट यसो हो हजुर रातिको समयमा अब लङ बाटो हिँड्न चाहिँ खासै नहुने रहेछ किन कारण के हो सर हजुरलाई के परेको छ र होइन मलाई एकचोटि परेको थियो अब यस्तो भयो भन्नु मिल्छ म अब भक्तपुर बस्छु होइन भक्तपुर कमल बिनाईबाट मेरो जक्सन कमल बिनाई प्रायः जस्तो म कमल बिनाई भक्तपुर एरियामै गर्छु हजुर अनि म चाहिँ यहाँबाट भक्तपुर कमल बिनाई चोकबाट यो दुवाकोट पिपल बोर्डको एउटा अनलाइन टिप उठेर गएको थियो अनि त्यही अनलाइन टिप उठ्ने क्रममा उहाँ पिकअप गरेर उहाँ पिपल बोर्ड लगेर छोड्यो पिपल बोर्ड लगेर अनि त्यहाँ छोड्ने बित्तिकै एकजना साथी उहाँ धादिङ जानुपर्ने रे हजुरको साथी हो कि त्यो अरूले साथी त होइन अब चिनजान थिएन अब त्यही उहाँलाई अब समस्या परिरहेको रहेछ हजुर अनि त्यही मनी पुग्ने टाइममा अब उहाँ पनि जानुपर्ने अवस्था भएको कारणले उहाँले मलाई सोध्नु भयो यहाँ जानुहुन्छ भनेर हुन्छ मैले नि अब म पनि यस्तो व्यवस्था अब यस्तै काम गर्ने हो मेरो नि के व्यवसाय अब यही त हो नि मेरो अब केही छैनन् मेरो नि अब हुन्छ नि त भनेर मैले नि त्यही अब उहाँले भन्नुभयो कतिमा जानुहुन्छ भनेर सोध्नुभयो अनि मैले भने अब रातिको टाइम हो उहाँबाट फेरि टिप लाग्दैनन् हामी पनि अब हामी यतैको मान्छे हो उतैको मान्छे भए अब नर्मल अनलाइन रेटमै जान्थ्यो हजुर कतिमा जानुभयो हजुर अनि म खासमा 3500 भनेर गएको हजुर अफलाइन जानुभयो कि अनलाइन जानुभएको चाहिँ म अफलाइनमा गएको हो हजुरलाई थाहा छैन अफलाइन जानुहुन्न अनलाइन जानुपर्छ भन्ने कुरा हजुरलाई के ज्ञान थिएन थाहा थियो अब अफलाइनमा अलिक गाह्रै छ नि त अनलाइनमा अब भनेको जस्तो रेट हुँदैनन् अहिलेको इन्ड्राइभहरूले रेट घटाएर हालेको छन् घटाएर हालेको कारणले अब आफ्नो अब काम हो अलिअलि हुन्छ कि भनेर अफलाइनमा गइयो हजुर अब जाने क्रममा अब धादिङ बेसी एउटा यो भट्टा जाने बाटोको जङ्गलमा हजुर त्यहाँ पुगेपछि अनि त्यहाँ बाइक रोकेर हजुर अनि त्यहाँ केटाहरूले घेर्न थाल्यो क्या मलाई हजुर उहाँ उता धादिङ पुग्नुभयो धादिङ बेसी भट्टा जानेको चोकमा हजुर त्यहाँ पुगेर बाइक रोक्यो त्यहाँ पुगेर बाइक रोकेपछि तीनजना उहाँ दुईजना केटाहरू रहेछ यहाँबाट जाने एकजनासँग तीनजना भयो उहाँ पुगेर अनि केटाहरूले लुटपाट गर्यो हजुर हजुर के लुट्यो पैसा कति के मेरो पैसा थियो मोबाइल त मैले सेभ गरेरै लगेको थियो मोबाइल लुट्न पाइनँ मैले क्यास पैसा थियो 5700 हजुर 5700 पैसा लुट्यो धन्न मान्छेलाई चाहिँ केही पनि गरेन हजुरलाई कुटपिट केही गर्यो कि कुटपिट त केही पनि भएन तर त्यस्तो कुटपिट गर्ने खालको खासै चाहिँ होइन रहेछ तर सायद मैले पनि अब केही जबरजस्ती गरेको भए मेरो पनि कुटपिट हुन्थ्यो होला थियो होला तर कुटपिट चाहिँ भएन भएको जेमा भएको जति थियो त्यति चाहिँ लुटेर गयो अनि त्यहाँ म चिनेको पनि थिएन अब समस्यामा परेको भनेर मैले नि अब यसो अब आफ्नो काम हो गरौँ न भनेर गएको थियो लुटियो हजुर यसको बारेमा हजुरले के भन्नुहुन्छ यो हजुर अफलाइन गर्ने मान्छेलाई अनलाइन गर्ने मान्छेलाई के भन्नुहुन्छ सँगसँगै यो हाम्रो तपाईँ इन्ड्राइभ यो पठाउ यो एङ्गोलाई के भन्न चाहनुहुन्छ रेट कति भए हुन्छ होइन रेट कतिसम्म राख्दा ठिक हुन्छ हजुरलाई मार्का पर्दैन काम गर्ने मान्छेलाई मार्का पर्दैन अब भनौँ न कस्टमरहरूलाई पनि मार्का पर्दैन के कति राख्दा ठिक होला भन्ने के भन्नु जानकारी दिन चाहनुहुन्छ तपाईँ चाहिँ मैले के भन्न चाहन्छु भने यो इन्ड्राइभ जति नै हुनुहुन्छ इन्ड्राइभ राइडरहरू जति नै हुनुहुन्छ होइन इन्ड्राइभ अफिसले पनि हजुर पर किलोमिटरको चाहिँ 20 देखि 25 रुपियाँ चाहिँ राख्नै पर्छ कि अनिवार्य हजुर अनि त्यो भएको कारणले चाहिँ के हुन्छ भने प्रायः जस्तो मान्छे अब सबै राइडरहरूले अफलाइन पनि कहिले पनि गर्दैन है मेन कुरा भनेको यो कम्पनीले एउटा यो व्यवस्था चाहिँ गर्नु पर्यो क्या 20 देखि पर किलोमिटरको 20 देखि 25 रुपियाँ चाहिँ त्यो कम्पनीले चाहिँ त्यो व्यवस्था राख्नु पर्यो क्या अनि चाहिँ हजुरको भनाइअनुसार चाहिँ काम गर्ने कस्तो उहाँहरूलाई चाहिँ अलिकति मार्का परेको छ अवस्था आयो होइन त मैले बुझेअनुसार चाहिँ धेरै मार्का छ अहिले हजुर इन्ड्राइभले पनि धेरै यो धेरै घटाएको छ धेरैभन्दा धेरै नै घटाएको छ कि अहिले धेरै कति 2-3 किलोमिटरको जम्मा 25-30 देखि 40 रुपियाँ आउँछ भनेपछि यो धेरै मार्कामा पर्नुहुन्छ हजुर इन्ड्राइभको
गर्ने राइडरहरू सबै मार्गमा परेको अवस्था भयो नि त्यही मार्गमा परेको अवस्थाले गर्दाखेरि यसरी अफलाइनमा हिँड्ने अवस्था आइरहेछ। त्यही त यो अफलाइन हिँडेको आइरहेछ। अनि त्यसपछि अब यो अफलाइन हिँड्ने अब साथीहरूलाई के भन्नुहुन्छ? अब यो यसरी त अब मलाई यसरी फसायो, अब अरू साथीहरूलाई पनि तपाईँले फसाउँदा पनि अरू साथीहरूलाई पनि फसाउनु सक्ला। अनि यस्तो चोर डकाहरूले पुरै अब बिच जङ्गलतिर लगेर अब लुटपाट गर्ला, मोबाइल बाइकदेखि मान्छे मारेर फाल्ला, त्यसको विषयमा के भन्नुहुन्छ? गर्दा राम्रो कि नराम्रो? म राइडर जति नै के भन्न चाहन्छु भने यो अफलाइन भन्ने चिज चाहिँ सबैले छोडौँ, हजुर सकेसम्म नगरौँ। हजुर यो जति नै राइडर हुनुहुन्छ जुन अब डे टाइममा भएको त्यो ठिकै हो होइन, नाइट टाइममा भनेको अलिक टाढाको लङ बाटोमा त कहिले कोही पनि नहिँड्नु होला। म त परे सबैजना नपरोस्। म के भन्न चाहन्छु मेरो चेतवनी चाहिँ यति हो। तपाईँले धेरै हजुर धेरै धन्यवाद छ होइन। हजुरले अब यो राइडरलाई पनि राम्रो बोलिदिनु भएको छ। अब सँगसँगै हाम्रो यो इन्ड्राइभको एपलाई पनि हजुरले पैसा हल्का बढाउनुहोस् यताउति भन्नुभएको छ होइन। यो चाहिँ सुनाइहोस् हाम्रो एपलाई, त्यही भन्न चाहन्छु। हजुरलाई यति भन्दै हजुरलाई धन्यवाद थ्याङ्क यू।